यो चाहिँ हाम्रो रोल के हो कसो हो भन्ने कुरालाई चाहिँ म्याटर गर्ने कुरा हो। सबभन्दा पहिला चाहिँ तपाईँहरूलाई दिएको युजर नेम र पासवर्ड हाल्नुभयो भने तपाईँको युजर नेम र पासवर्ड हालेपछि तपाईँको यस्तै ड्यासबोर्ड खुल्छ एउटा। आफ्नो युजर नेम र पासवर्ड सबैले हाल्नु होला। त्यसपछि तपाईँहरूले दिएको चाहिँ आफ्नो युजर नेम र पासवर्ड अरूले पनि थाहा पायो भन्ने कुरा चाहिँ जस्तो लाग्यो भने चाहिँ यहाँ गएर चाहिँ माई सेटिङमा जाने अनि त्यसपछि यहाँ सेटिङ भन्ने अप्सनमा गएर चाहिँ यहाँ चाहिँ चेन्ज पासवर्ड भन्ने ठाउँ छ। यसमा गएर तपाईँले नयाँ पासवर्ड जस्तै मैले यो पासवर्ड राखेर यसलाई सेभ गरेँ भने यहाँ भ्यू गर्न मिल्ने, यसलाई हेर्न मिल्ने हुन्छ। अब यसमा सेभ गरेपछि मेरो चाहिँ यो पासवर्ड अब चेन्ज भयो। अब यसमा चाहिँ सकभर कसैले पनि अपडेट पासवर्ड नगर्नु, किनभने तपाईँसँग भएको कम्प्युटर र फ्रन्ट डेस्क अथवा त्यो ब्रान्चले चलाउने कम्प्युटरमा चाहिँ एउटै मेल लिङ्क भएको देखिएको छ धेरैजसो ब्रान्चमा। त्यसले गर्दा चाहिँ त्यो ब्रान्चमा त्यो युजर नेम र पासवर्ड आउँछ। त्यही भएर कसैले पनि अपडेट अथवा सेभ नगर्नु होला। आफ्नो पासवर्ड चाहिँ आफूले याद गर्नु होला। त्यसरी नै गर्नुहोस्। त्यसपछि अब सबैभन्दा पहिला चाहिँ हामीलाई आएको नयाँ फिचरको बारेमा र बुझाउन गइरहेको छु कसरी गरिन्छ के गरिन्छ भनेर। हाम्रो पिओएस खुल्छ यसरी। त्यसपछि हो यहाँ हेर्नु त हाम्रो क्लोज सिफ्ट र ओपन सिफ्ट भन्ने छ। यो क्लोज सिफ्ट र ओपन सिफ्ट भनेको के हो भने बिहान आउने बेलामा ओपन सिफ्ट गर्नुपर्छ भने निस्किने बेलामा गेस्ट त्यहाँबाट निस्किने बेलामा चाहिँ क्लोज सिफ्ट गर्नुपर्छ। जस्तै मैले अब कुनै दिन खोलेको थिएँ, यो यति गते खोलेको थिएँ, आजसम्म क्लोजै गरेँ होइन। मैले आजसम्म कारोबार गरेको कति वालेटमा भनेको मेरो क्युआरहरूमा मैले कारोबार गरेको 7,957 रुपियाँको कारोबार गरेको छु भने क्यासमा मैले 56,765 रुपियाँ कारोबार गरेको छु। यसमा चाहिँ एक्सपेक्टेड भनेर देखाएको हुन्छ। तपाईँको यो हिसाब र यो हिसाब चाहिँ बराबर हुनुपर्ने हुन्छ। यो 0 भयो भने चाहिँ बल्ल सबमिट गर्न दिन्छ। त्यसपछि यसमा मैले क्लोज सिफ्ट गर्छु। यो गर्दा तपाईँ एउटा प्रिन्ट फर्मेट निस्किन्छ। यो प्रिन्ट फर्मेटलाई के गर्छ भने तपाईँको आजको दिनमा कति सेल्स गर्नुभयो भने जस्तै मैले टोटल सेल्स 64,920 को गरेको थिएँ। त्यसमध्ये 64,722 रुपियाँ चाहिँ मेरो पेड सेल्स हो भने 158 रुपियाँ चाहिँ क्रेडिट सेल्स हो। मैले 1,487 रुपियाँ डिस्काउन्ट दिएको थिएँ। मेरो रिटर्न चाहिँ सेल्स रिटर्न चाहिँ एउटा पनि भएको छैन भन्ने हिसाबले सबै रेकर्ड बस्छ यहाँ। अब यहाँ मुभ टु रुम कति गरेको थिएँ, मुभ टु रुम मेरो यति गएको थियो, एपपछि मेरो यति गएको छ, पेड सेल्स 6वटा भयो, क्रेडिट सेल्स एउटा भयो, टोटल कलेक्सन मैले यति हुनु पऱ्यो। अब यसमा चाहिँ क्यास यति छ, क्रेडिट यति छ भने सबै यो छुट्टाएको हुनाले चाहिँ अब तपाईँहरूले चाहिँ आफ्नो स्टाफलाई चाहिँ क्रेडिट के अरे क्लोज सिफ्ट खोल्न र क्लोज गर्न चाहिँ सिकाउनु पऱ्यो। अब त्यो कसरी हुन्छ भन्ने कुरा चाहिँ क्लोज गरेर आएपछि बिहान आएपछि उसले आफ्नो पिओएस प्रोफाइल खोल्छ, लगइन गर्छ। जस्तै अब यहाँ म गएँ, त्यसपछि बिहान आउँछ, पिओएसमा जान्छ। पिओएस खोल्दा उसलाई चाहिँ यस्तो अप्सन आउँछ। त्यसपछि आफ्नो पिओएस हुन्छ। अनि यसमा चाहिँ के भन्छ भने 0 तपाईँसँग अब वालेटको त हाम्रो फोन पेको त ओपनिङ हुँदैन, तर क्यासको ओपनिङ हुन्छ। धेरै सो क्यासको ब्रान्चको क्यासको ओपनिङ 2500 देखिएको छ भने 2500 ओपनिङ राखेर हाम्रो चाहिँ क्रिएट गरिन्छ सिफ्ट। हाम्रो आजको दिनको 2500 मेरो मसँग ओपनिङ ब्यालेन्स छ। ओपनिङ ब्यालेन्स गरेर मैले सिफ्ट क्रिएट गर्दैछु। यसपछि चाहिँ यो दिनमा मैले आजको कति पनि ट्रान्जेक्सन गरिरहेको छु त्यसको रेकर्ड बस्छ। दिनभरि आउँछु, मैले रेकर्ड गरेँ, सेल्स गर्छु। जस्तै पोवर स्टुडेन्ट जस्तै अब यो मैले बिओडी भन्नेलाई चाहिँ क्यासमा सेल्स गरेँ। अनि यो चमेलीलाई चाहिँ मैले ल यो पनि सेटर मैले गरेँ मैले। अब जस्तै मैले बार भन्ने टेबलमा अर्डर आएको छ क्यापेचिनो
तीनटा अर्डर लिएको थियो। अब यसमा चाहिँ के भयो भने तीनटा होइन 2टा गर्नु पऱ्यो भने चाहिँ क्यान्सल गर्ने कहाँबाट भन्ने कुरा भयो भने यसै बारमा जानुहुन्छ तपाईँ, त्यसपछि क्युओटी बिओटी गर्नुहुन्छ, त्यसपछि यसमा चाहिँ क्यान्सल भन्ने छ। अब एडिट भन्ने छ, हामीले क्यान्सल गर्ने होइन कि एडिट गर्ने ठाउँमा गएर कतिवटा एडिट गर्ने त, कतिवटा 3टालाई कतिवटा भयो 2टा भयो अथवा एउटा भयो भनेर चाहिँ यहाँ अब यो नहालिकन फेरि बनाउन मिल्दैन। यो किन अपडेट गरेर होइन फिचर